सम्पूर्णमा नमस्कार। आज हाम्रो यात्रा नारा पार्कसम्मको। जापानको प्राचीन सभ्यताको सुगन्धले भरिएको नारा पार्क प्रकृति र आध्यात्मिकताको अद्भुत सङ्गम स्थल हो, जहाँ हरेक पाइला चाल्दा इतिहासको आनन्द महसुस हुन्छ। यहाँ स्वतन्त्र रूपमा विचरण गर्ने पवित्र हरिणहरू केवल जनावर होइनन्, मानव देवदूत चाहिँ शान्त दूतहरू हुन्, जसले मानव र प्रकृति बीचको निस्वार्थ सम्बन्धको मौन कथा सुनाइरहेका हुन्छन्। हरियाली घाँसेले ढाकिएको विशाल मैदान, वसन्तमा फुल्ने साकुराका कोमल फुलहरू र शरद ऋतुमा रङ्गिने सुनौला पातहरूले यस स्थानलाई स्वर्गीय सौन्दर्यले सजाएको छ, जहाँ हरेक दृश्यले मनलाई केही क्षणका लागि आनन्द बनाउँछ। यसै अद्भुत वातावरणको मुटुमा उभिएको टोजाइजी टेम्पल मानव सभ्यताको एक महान प्रकृति हो, जहाँ विशाल बुद्ध मूर्तिको मौन उपस्थितिले आत्मालाई गहिरो शान्त र ध्यानतर्फ डोर्याउँछ र मन्दिरका घन्टीहरूको मधुर ध्वनि हल्का हावासँगै मिसिँदै मनका सबै अशान्तिहरूलाई हटाउँछ। तपाईहरू पनि यस ठाउँमा जान नबिर्सिनुहोस्। मनमिल्ने साथी, मनमिल्ने मान्छे अनि यति सुन्दर ठाउँमा गएपछि मन यत्तिकै रमाउने। हामीले केही समय त्यहाँ भिडियो बनायौँ, रमायौँ, नाच्यौँ। त्यसपछि हाम्रो आजको यात्रा यहीँसम्मको अनि हामी घरतर्फ लाग्यौँ। धन्यवाद।